निर्मला पन्त प्रकरण फेरि चर्चामा, गृहमन्त्रीको प्रतिप्रश्न, राष्ट्रिय सभा फेरि तरङ्गित। हजुरको सत्तामा हुँदाखेरि किन नगर्नु भएको? 8 वर्षभन्दा बढी समय बितिसक्दा पनि निर्मला पन्त हत्या प्रकरण अझै निष्कर्षमा पुग्न सकेको छैन। हरेक पटक संसदमा यो विषय उठ्ने गर्छ, तर यसपटक भने गृहमन्त्री सुदन गुरुङले सांसदहरूलाई नै यस्तो प्रश्न अब सदनमा नउठाइदिन आग्रह गरेका छन्। उनले यो विषयले निर्मलाकी आमाको पीडा झन् बल्झिने भन्दै भावुक अभिव्यक्ति दिएका छन्। आखिर संसदमा के भयो? गृहमन्त्रीले किन यस्तो आग्रह गरे? निर्मला पन्त हत्या प्रकरण नेपालका सबैभन्दा चर्चित र संवेदनशील आपराधिक घटनामध्ये एक हो। 2075 साल साउनमा कञ्चनपुरकी 13 वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भए ता दोषी अझै कानुनी कठघरामा आउन सकेका छैनन्। यही कारण यो विषय पटक पटक संसददेखि सडकसम्म उड्दै आएको छ। यही विषय फेरि राष्ट्रिय सभाको बैठकमा उठ्यो। राष्ट्रिय सभा सदस्य विष्णु बहादुर विश्वकर्माले सरकारले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान कहाँ पुगेको छ भन्ने प्रश्न उठाए। उनले पीडित परिवारले अझै न्याय नपाएको भन्दै अनुसन्धानको प्रगति सार्वजनिक गर्न सरकारसँग माग गरे। तर यसपटक गृहमन्त्री सुदन गुरुङको प्रतिक्रिया भने फरक देखियो। राष्ट्रिय सभामा जवाब दिँदै गृहमन्त्री गुरुङले निर्मला पन्त प्रकरण अत्यन्त संवेदनशील विषय भएकाले यसलाई बारम्बार सदनमा उठाउँदा पीडित परिवारको घाउ झन् बल्झने तर्क गरे। उनले भने, हजुरहरू सत्तामा हुँदा किन गर्नु भएन? अहिले हामीलाई आएर यो भारी बोकाउने, एउटा आमाको घाउलाई बारम्बार कोट्याइरहने काम किन गर्ने? गृहमन्त्रीले सरकार र यस घटनाको अनुसन्धानबाट पछि नहटेको स्पष्ट पार्दै अनुसन्धान निरन्तर र सूक्ष्म रूपमा अगाडि बढिरहेको जानकारी दिए। उनका अनुसार अनुसन्धानका विभिन्न पक्षमा प्रहरी तथा सम्बन्धित निकायले काम गरिरहेका छन् र सरकारले आवश्यक निष्कर्षमा पुग्ने प्रयास गरिरहेको छ। यद्यपि उनले अनुसन्धानको संवेदनशीलताका कारण सार्वजनिक रूपमा धेरै विवरण खुलाउन नमिल्ने बताए। सदनमै भावुक हुँदै उनले सांसदहरूलाई प्रश्न गरे, तपाईको कोही आफन्त बित्दा दिनहुँ त्यसैको सम्झना गराइयो भने तपाईलाई कस्तो लाग्छ? पीडित आमाको मनमा के बितिरहेको होला? उनले आफूलाई निर्मलाकी आमाको पीडाप्रति गहिरो सम्मान रहेको उल्लेख गर्दै राजनीतिक बहसका लागि यो विषयलाई पटक पटक प्रयोग गर्नु उपयुक्त नहुने धारणा राखे। गृहमन्त्री गुरुङले यदि कसैलाई अनुसन्धानबारे थप जानकारी आवश्यक भए संसदको औपचारिक बैठकभन्दा बाहिर व्यक्तिगत रूपमा आफूलाई भेटेर जानकारी लिन सकिने पनि बताए। उनले भने, म धेरै कुरा यहाँ बोल्न सक्दिनँ, बोल्दा अनुसन्धानमै असर पर्न सक्छ, तर आवश्यक परे व्यक्तिगत रूपमा विस्तृत जानकारी दिन तयार छु। यद्यपि गृहमन्त्रीको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। एक थरीले पीडित परिवारको संवेदनशीलतालाई ध्यानमा राख्दै गृहमन्त्रीको भनाइ उचित रहेको बताएका छन्। उनीहरूको अनुसार अनुसन्धानलाई प्रभाव नपर्ने गरी काम गर्न सरकारलाई समय दिनुपर्छ। तर अर्कोतर्फ धेरैले भने न्यायको माग उठाउनु पीडितको घाउ कोट्याउनु नभई राज्यलाई जवाफदेही बनाउने लोकतान्त्रिक प्रक्रिया भएको टिप्पणी गरेका छन्। उनीहरूको अनुसार 8 वर्ष बितिसक्दा पनि दोषी पक्राउ नपर्नु नै सबैभन्दा ठुलो चिन्ताको विषय हो। निर्मला पन्त हत्या प्रकरणमा विगतमा विभिन्न अनुसन्धान टोली गठन भए, प्रहरी नेतृत्व परिवर्तन भयो, छानबिन समितिहरू बने, घटनासँग सम्बन्धित प्रमाण सङ्कलन र अनुसन्धान प्रक्रियामाथि समेत प्रश्न उठे। तर अहिलेसम्म अदालतमा दोषी प्रमाणित हुने गरी अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन। यसैबीच गृहमन्त्री गुरुङले सरकारले देशभर हुने हत्या, हिंसा, बलात्कार तथा अन्य गम्भीर अपराधको अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइरहेको पनि बताए। उनले शान्ति सुरक्षा कायम गर्नु सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै सबै संवेदनशील घटनामा निष्पक्ष अनुसन्धान भइरहेको दावी गरे। तर निर्मला पन्त प्रकरणमा सबैभन्दा ठुलो प्रश्न भने अझै उही छ, आखिर दोषी कहिले सार्वजनिक हुन्छ? यही प्रश्नको उत्तरको प्रतीक्षामा पीडित परिवार मात्र होइन, सम्पूर्ण नेपाली समाज अझै पनि रहेको छ। गृहमन्त्रीले संसदमा यो विषय नउठाउन आग्रह गरे पनि निर्मला पन्त प्रकरणमा न्यायको अपेक्षा भने अझै समाप्त भएको छैन। अनुसन्धानको वास्तविक निष्कर्ष कहिले आउँछ? दोषी कानुनी कठघरामा कहिले पुग्छ र पीडित परिवारले न्याय कहिले पाउँछ? यही प्रश्नको उत्तरको प्रतीक्षामा देश अझै रहिरहेको छ।